मान्यज्यू आज के भयो आज अलि गोलमाल भयो के गोलमाल भयो भने एक मिनट होइन होइन आजको चाहिँ के हो भने अब हाम्रो प्रतिपक्षका माननीयज्यूहरूले हजुर होइन प्रधानमन्त्रीज्यूको चाहिँ यहाँ सदनमा उपस्थित हुनु पर्यो र उहाँले चाहिँ के अरे प्रश्नको उत्तर दिनु पर्यो भन्ने माग थियो। अब सभामुखज्यूले पनि सायद उहाँ जानुभएको थियो, प्रधानमन्त्रीज्यूलाई यो कुरा राख्न जानुभएको थियो होला। प्रधानमन्त्रीज्यू के कारणले हो आउनु भएन, त्यही भएर चाहिँ अलिकति गोलमाल भयो। तर आजको जुन विषयवस्तुहरू थियो त्यो सबै चाहिँ पारित भयो। अब त्यही हो प्रतिपक्ष, अब राजनीति हो यो, अरू कुरा राजनीति भनेको यस्तै हो क्या, यस्तै हो। जाने त केही नै जाने थिएन, तर केही कारणहरू होला त्यो हामी बुझ्न सक्दैनौँ होइन। त्यस कारणले यो राजनीति हो क्या, त्यस कारणले मैले राजनीतिको बारेमा बोल्दिनँ भन्ने कारण त्यो हो। अब राजनीतिमा के कारणले रोकेको हो आउनु, के कारणले चाहिँ नआएको हो भन्ने कुराहरू र अनि नियममा नै भएका कुराहरू हो। उहाँ प्रतिपक्षले माग गरेको पनि नियममा चाहिँ महिनाको एकपटक कुन बारमा आउनुपर्ने भन्ने रहेछ नियममा। अब आउनुपर्ने हो, आउनु भएन त अब मैले के गर्ने होइन। त्यो कुराहरू आज जुन तपाईले संसदमा कुरा उठाउनु भएको छ नि, यो बाँदरको व्यवस्थापन गर्ने भने बाँदरको व्यवस्थापन होइन, बाँदरबाट चाहिँ किसानहरूलाई जोगाउनको लागि केही न केही अनुसन्धान नवप्रवर्तन नगरिकन हुँदैन। त्यसै संसदमा उर्लेर क्या, यहाँ संसदमा धेरै सांसदहरू उर्लेको मैले देखेँ। अब यसरी संसदमा मात्रै उर्लेर हुँदैन, यसलाई चाहिँ समाधान खोज्नको लागि चाहिँ 5-7 करोड रुपियाँ छुट्याएर त्यसलाई चाहिँ अनुसन्धान गरेर त्यसको उपायहरू के छन्, उपायहरूको पत्ता लगाएर त्यसलाई परीक्षण गरेर कुन उपायले काम गर्छ त्यो चाहिँ लागू गर्नको लागि चाहिँ गरेर मात्रै हुन्छ। त्यो सदनमा कराएर मात्रै बाँदरको चाहिँ आतंक हुन्न। किनभने मैले बाँदरको समस्या समाधान गर्नको लागि के अरे 7 वर्ष अगाडिदेखि प्रयास गरिरहेको छु। अहिलेसम्म मेरो दिमागमा भेटेको छैन। अरे त्यो सिस्टमले सबैले राम्रो काम गरेन के। मैले 50-60 लाख रुपियाँ राष्ट्रिय आविष्कार केन्द्रको तर्फबाट पनि अनुसन्धानमा खर्च गरेको हो, त्यतिले पुगेन। अनि नेपालको यो स्थानीय सरकार गाउँपालिका नगरपालिकाहरूलाई 1-1 लाख रुपियाँ के अरे जम्मा गर 7-8 करोड रुपियाँ हुन्छ, त्यसले अनुसन्धान गरौँ भनेर गाउँपालिकाको चाहिँ के अरे नेताहरू पनि कसैले 1 लाख रुपियाँ जम्मा गर्न पनि मानेनन्। अब सरकारको त्यो के अरे अध्ययन अनुसन्धान गर्ने बुद्धि आएन, अनि चाहिँ गाउँलेहरूलाई चाहिँ दुःख पाएको छन् र चाहिँ अब चाहिँ केही न केही अनुसन्धान चाहिँ यो वर्षभित्रमा हुन्छ। सम्बोधन नगर्दा तपाईँको मन दुख्या छ कि छैन? मलाई चाहिँ खास त्यो यो राजनीतिक कुरा हो, मलाई केही भन्नु छैन। होइन, म राजनीति गर्ने होइन, सांसद भए पनि म राजनीति गर्ने होइन, राजनीति गर्ने मान्छे होइन। पद चाहिँ राजनीति हो, मान्छे चाहिँ होइन। यो दिमागमा हुनु पर्यो नि, राजनीति भनेर पद मात्र भेरेर के गर्ने त। प्रधानमन्त्रीको विरोध चाहिँ तपाईँले कहिले गर्नुहुन्न? मैले प्रधानमन्त्रीको विरोध नविरोध भन्दाखेरि पनि राम्रो कामको चाहिँ एकदम समर्थन गर्छु, केही नराम्रो कामको चाहिँ विरोध चाहिँ गर्छु। जस्तो अस्ति चाहिँ विज्ञान प्रविधि नवप्रवर्तन मन्त्रालय नखोल्दाखेरि मैले विरोध गरेकै हो। अहिलेको सरकारलाई, अहिलेको युवा सरकारहरूलाई के भयो, दिमागमा किन आएन भनेर मैले त्यो विरोध गरेकै हो र आवश्यक कुरामा चाहिँ म विरोध गर्छु।